आजको हाम्रो यात्राको साथी। हाम्रो आजको ब्लग ग्वारकोदेखि लाकुरी भन्ज्याङसम्मको हुनेछ, जस अनुसार अहिले हामी ग्वारकोमा छौँ। हाम्रो गाडीको सुरुको किलोमिटर 3488 रहेको छ भने त्यस्तै ब्याट्री 96% रहेको छ। जस अनुसार हामी अब ग्वारकोबाट लाकुरी भन्ज्याङतिर अघि बढ्दैछौँ। यो चाहिँ हाम्रो नेपालको पहिलो फ्लाइओभर ब्रिज हो जुन ग्वारकोमा बन्दैछ। अघि बढ्ने क्रममा अहिले हामी सानागाउँको भाटबटिनी सुपरमार्केटको अगाडि आइपुगेका छौँ। अझै हामी अघि लाग्दैछौँ। लुबु खोलाको पुल। अहिले हामी चाहिँ लुबु खोलाको पुल आइपुगेका छौँ। यात्रा अघि बढ्ने क्रममा अहिले हामी लुबु बजार प्रवेश गर्दैछौँ। यो बजार पुरानो बजार भएकोले गर्दा यहाँको बाटो साँघुरो छ, जसले गर्दा बजारभन्दा बाहिरको अर्को बाटो प्रयोग गरेर हामी अघि बढ्दैछौँ। अब लुबु बजारको
साँघुरो सडकबाट फराकिलो सडक भएको ठाउँमा आइपुगेका छौँ। हामी लुबु बजारबाट लामाटारतिर अघि बढ्दैछौँ। अघि बढ्ने क्रममा अब हामी लामाटार बस पार्क आइपुगेका छौँ। लामाटार बस पार्कमा हाम्रो टियागोलाई साइडमा राखेर हेर्दा यस्तो देखियो। ग्वार्कोबाट लामाटार बस पार्कसम्म 89% ब्याट्री र किलोमिटर 3496 देखिएको छ। हामी लामाटार बस पार्कबाट अघि बढ्दैछौँ। अघि बढ्दा हामीले घना जङ्गल देख्न सक्छौँ। हामीलाई लाग्छ कि अबको हाम्रो यात्रा भनेको यही जङ्गलको मनोरम दृश्यहरू हेरेर हुनेछ। ओहो, सुनसान जङ्गल अबको यात्रा। सुनसान जङ्गलको साँघुरो बाटो हुँदै अघि बढिरहेका छौँ, जसमा हामीले प्रकृतिको सुन्दर दृश्यहरूको आनन्द लिइरहेका। लामाटारबाट यहाँसम्म आइपुग्दा साँघुरो बाटो र उकालै उकालो भएको बाटो पार गर्दै बल्ल बल्ल हामी लाँकुरी भन्ज्याङको गेटमा आइपुगेका छौँ। आहा, कति रमाइलो! अन्ततः हामी हाम्रो गन्तव्यमा आइपुगेका छौँ। यो हाम्रो लाँकुरी भन्ज्याङको गाउँ बस्तीहरू हुन् भने यहाँबाट हामीले प्रकृतिको मिठो अनुभव सँगाल्दै काठमाडौँ सहरका दृश्यहरूको अवलोकन गर्न सक्नेछौँ।
घरकोबाट यहाँसम्म आउँदा 3501 किलोमिटर र 76% ब्याट्री सकिएको छ। रेन्जको कुरा गर्दा 13 किलोमिटरमा 20% ब्याट्री सकिएको छ। यहाँसम्म आइपुग्नलाई साथ दिएकोमा हाम्रो टियागो इभीलाई धेरै धेरै धन्यवाद दिँदै आजको हाम्रो यात्रा यही अन्त भएको घोषणा गर्दछौँ। साथै हाम्रो भिडियो राम्रो लागेमा लाइक, शेयर र कमेन्ट अनि सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।